हेलो साथीहरू, नमस्ते, सेवारो सबैजनामा हजुरहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु है। अनि आज चाहिँ म बनाउन गइरहेको छु आटाको हेल्दी एन्ड टेस्टी मोमो है। अनि यो चाहिँ कसरी एकदमै हेल्दी, हामीले मोमो त खान्छौँ बाहिरबाट, त अलिक मैदाको चाहिँ अलिक अनहेल्दी हुन्छ भनेर चाहिँ प्रायः घरमा हामीले आफै बनाएर आटामा चाहिँ अलिकति धेरै फाइबर हुनुको कारणले चाहिँ अलिकति हेल्दी हुन्छ भनेर घरमा यसरी बनाएर खान सक्छौँ है। अनि यसरी चाहिँ आटाको मैदाको जस्तो त्यस्तो अनहेल्दी त्यति धेरै यो हुँदैन। आटाको पनि एकदमै मिठो हुन्छ साथीहरू बनाउन जान्यो भने। अनि यो अजिना मटरहरू पनि स्किप गर्न सक्नुहुन्छ है। त्यो स्किप गर्दा पनि एकदमै मिठो हुन्छ मोमो चाहिँ। त्यसको लागि चाहिँ मैले गुने आटा होइन, आटा गुन्नुको पछाडि चाहिँ मजाले गुनेर राख्नुपर्छ है। अनि त्यो गुनेर राखेर चाहिँ त्यसलाई चाहिँ हामी यो अरू सब्जीहरू काट्छौँ त्यो गुनेर ठिकै हुन्छ होइन। अनि त्यहाँबाट चाहिँ मैले साथीहरू काट्न लागेँ प्याज होइन। प्याज चाहिँ एकदम प्याजको किमा चाहिँ एकदमै मैले चाहिँ त्यस्तो गर्न सक्दिनँ है, काट्न जान्दिनँ, त्यो भएर ठुल्ठुलै काटिदिएको मैले। तर पनि मोमोमा हाल्दाखेरि चाहिँ मिठो एकदमै मिठो हुन्छ क्या, घरको चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ बाहिरको भन्दा पनि। बाहिर अब यो अजिना मटर यताउता के हालेर बनाएको मिठो भन्दा चाहिँ हाम्रो घरको अर्ग्यानिक पनि हो है। प्रायः कति चिजहरू अनि यो चाहिँ आफ्नै हातले बनाएको एकदमै हाम्रो हेल्थको हिसाबले नै हेरेर बनाउँछ नि त साथीहरू होइन। एकदमै मिठो हुन्छ, एकदमै मिठो हुन्छ। हजुरहरू पनि बाहिर खानुभन्दा ट्राई गर्नुहोस्। अलिकति आफूलाई बनाउनुको लागि झमेला चाहिँ हुन्छ होइन, अनि त्यही अनुसार मिठो पनि त हुन्छ नि। अनि म चाहिँ काटिसकेँ है, प्याज काटिसकेँ। अनि मलाई चाहिँ मेरो चाहिँ चिकनको थियो, चिकनको किमा पनि मजाले है आफै बसेर बनाउन लगाएको मैले चाहिँ एकदम दामी राम्रो बनाइदिनु भएको थियो होइन। अनि थ्याङ्क यू सो मच फर किमा पनि भन्न चाहन्छु। दामी भएको थियो, किमा दामी थियो। अनि यसको लागि चाहिँ यो किमामा चाहिँ किमा प्याज चिकन किमा अनि विथ प्याज, अनि मैले चाहिँ अलिकति नमक, अनि त्यहाँबाट त्यसलाई अदुवा हालेर चाहिँ पुरा मिक्स गरेँ होइन। यसलाई यसमा यो अजिना मटरहरू चिकनहरू हाल्नै पर्छ भन्ने पनि होइन साथीहरू, नहाल्दा पनि टेस्ट मिठो आउँछ है। अनि यसमा चाहिँ अलिकति मैले धनिया पनि हालेँ, अनि धनियाको चाहिँ एकदम फ्लेभरै अर्कै हुन्छ है। अनि त्यहाँ अलिकति मैले चाहिँ चिज पनि हालेको छु होइन, अलिकति बाँचेको थियो, त्यो भएर कम्ती चिज पनि हालेँ होइन। एकदमै मिठो हुन्छ साथीहरू। यसरी गर्दा चाहिँ यसलाई मजाले म्याच गरेर अनि यसलाई चाहिँ मजाले एकदम मिक्सी मजाले गर्नुपर्छ है, नुनहरू यसको मजाले है फिटोस् भनेर। अनि मजाले किमा सबै यो गरेर राखेँ साथीहरू। अनि अब टर्न आयो पानी बसाल्ने, अनि मक्टुमा अलिकति पानी हालेर बसालेँ। अनि अचार बनाउनको लागि चाहिँ त्यही हालिदिन्छु हो, म चाहिँ त्यही उसिन्छु, किनभने डबल किन गर्ने भनेर त्यही मक्टुमै हालेर उसिनिदिएँ। अनि म चाहिँ मोमो बेल्नुतर्फ लागेँ साथीहरू। अब मोमो बनाउनुपर्छ। मोमो बनाउनु त प्रायः सबैलाई थाहा भएकै कुरा हो है, हेर्नु पर्दैन। र पनि हेर्नुहोस् मैले बेलेर होइन, म चाहिँ घरमा खाने चाहिँ फेरि ठुलो बनाउँछु साथीहरू होइन। त्यो दोकानमा होटलहरूतिर खाएको सानो चाहिँ मलाई त्यति आँखा लाग्दैन। अनि घरमा बनाएको चाहिँ मिठो पनि हुन्छ। अनि ठुलो बनाउँछु कि म चाहिँ एक गाँसमा नअट्ने, 2 गाँस 3 गाँसमा होस् न मजाले मोमो त है, एकदम तातो अनि खान नसक्दा मतलब 3 गाँस जस्तो त हुन्छ साथीहरू होइन। यसरी म देखाउँदैछु ठुलो बनाउँछु भनेर म चाहिँ है, किनभने हामी चाहिँ 2 जना मात्रै हो नि त खाने, त्यो भएर चाहिँ म ठुलो बनाएको थिएँ। किमा पनि धेरै थियो तर आधी हालेर बनाएँ होइन। यसरी हो मोमो बनाउने चाहिँ म हजुरलाई देखाउँदैछु होइन। अनि मोमो बनाउने मजाले बनाउने है साथीहरू। मोमो बनायो सब एक मक्टु हुन्छ, एक सिट हुन्छ, त्यहाँबाट चाहिँ अनि त्यो उम्लिँदै गएको तातो पानीको माथिबाट हालिदिने। यो मोमो बनाउने प्रायः सबैलाई थाहा छ है, तर एउटा आटाको चाहिँ प्रायः कम्ती खान्छ नि त मान्छेहरूले, मैदाको चाहिँ खाइरहन्छ। अनि म चाहिँ मोमो पनि मेरो चाहिँ पाक्यो साथीहरू। हेर्दाखेरि कलर अलिकति ब्राउन देख्छ, तर खाँदा चाहिँ एकदमै मिठो हुन्छ अनि हेल्दी पनि हो साथीहरू। तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ, एकदमै मिठो दामी भएको थियो। म चाहिँ अचार बनाएर
5, मोमो एकदमै 4, दामी भएको छ साथीहरू, 3, हेर्नुहोस् त। 2, वाउ, 1, सो थ्याङ्क यू 0. सो मच फर वाचिङ साथीहरू। मेरो भिडियोमा लाइक सेयर कमेन्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज, बाई बाई।